माननीय सभामुख महोदय, प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीजीले पेश गर्नुभएको विनियोजन विधेयक 2083 का सिद्धान्त र प्राथमिकतामाथि हामी छलफल गरिरहेका छौँ। प्रारम्भमै धेरै यो विषयमा सबै कुरा राख्नु जस्तो लाग्दैन, किनभने बजेटको श्रृङ्खला सुरु भएको छ। त्यसकारणले गर्दाखेरि म के मात्र भन्न चाहन्छु भन्दाखेरि सबभन्दा पहिला मन्त्रीज्यूलाई धन्यवादै दिन्छु। यसपटक खर्र पढ्न सक्नुभयो, यो पनि एउटा राम्रो पक्ष हो। अब सैद्धान्तिक पक्षहरू पुरानै छन्, बरु सङ्कुचन भएर आएका छन्। तर यसलाई अब नकारात्मकै भनेर चाहिँ टिप्पणी नगरौँ। समीक्षा त गर्नुपर्छ, अगाडि बढ्ने बाटो त हामीले पहिल्याउनु नै पर्छ। फेरि यो आज हामी जहाँ छौँ त्यही ठाउँमा हामी चित्त बुझाएर सन्तुष्ट भएर अगाडि हामी जान सक्दैनौँ। त्यसकारणले जुन हाम्रो विगतको पृष्ठभूमि छ, त्यो पृष्ठभूमिलाई हामीले एकचोटि चाहिँ हैन पछाडि फर्केर हेरेर त्यसको गम्भीरतापूर्वक समीक्षा गरेर मात्र अगाडि बढ्न सकिन्छ भन्ने कुरा मैले पहिलो चाहिँ आग्रह गर्न चाहन्छु। भित्रमा धेरै कुराहरूमा प्रवेश गर्दैन, खालि यसका केही पक्षहरूको बारेमा मात्रै। अब सुरुवात भएको छ हैन, यो जुन सैद्धान्तिक जग छ, यसले जुन प्राथमिकता निर्धारण गरेका छौँ हामी, यो अनुसारको बजेटले लय पक्र्न सक्छ। म मन्त्रीजीलाई प्रश्न गर्न चाहन्छु, तपाईले सक्नुहुन्छ कि सक्नुहुन्न? हामीले एक महिना झन्डै अब यसपछि 1 महिनापछि तपाईहरुले बजेट पेश गर्दाखेरि, तपाईहरुले जुन चाहिँ विनियोजन विधेयक पेश गर्दाखेरि त्यसमा फेरि यिनी प्रश्नहरू उठाउनु पर्ने अवस्था आउँछ कि आउँदैन? म आशंका त गर्दैन, तर तपाईहरुले चाहिँ के भन्दाखेरि लय आजसम्मको चाहिँ हाम्रो अनुभव लय पक्र्न सकेको छैन। त्यो कुरालाई चाहिँ राम्रो गम्भीरतापूर्वक मनन गर्नु होला। माननीय सदस्यहरूले आफ्ना विभिन्न शैलीमा प्रस्तुत गर्नुभयो, तर सबैको आशंका उही हो। हामी जे कुराको चाहिँ के भन्दाखेरि एउटा सैद्धान्तिक जग निर्माण गर्छौँ, जे कुरा हामीले प्राथमिकता क्रममा राख्छौँ, त्यो कुरालाई चाहिँ के भन्दाखेरि बजेटले प्रतिबिम्बित गर्छ कि गर्दैन, त्यो पिक्चर देखिनुपर्छ मन्त्रीज्यू। त्यसकारणले म त्यो कुराको चाहिँ गम्भीरतापूर्वक विषय उठान गर्न चाहन्छु। अब हामीले आजसम्मको विगतको अघिल्लो कार्यकालको अहिलेको पनि हामीले हेऱ्यौँ भनेपछि हामीले हाम्रो राजस्वको धेरै ठुलो वृद्धि हामीले गरिसकेका छैनौँ। त हामी जति अनुदानको भरमा, हाम्रो सञ्चित कोषको भरमा हामी जति अगाडि बढ्नुपर्ने स्थिति छ, छुट्टै ऋण लिने अवस्था पनि छैन प्रदेश तहको हेर्दाखेरि। त यसको बिचबाट हामी कसरी अगाडि बढ्ने? त हाम्रो चाहिँ अगाडि बढ्ने भनेको एउटा मात्र उपाय हो, भनेको चाहिँ पुँजीगत खर्च क्षमता अभिवृद्धि गर्ने हो। त्यसले नै हाम्रो सबलता देखाउँछ के परिणाम पनि त्यसमा ल्याउने हो। गत वर्षको छलफलको क्रममा मैले त्यो विषय पनि गम्भीरतापूर्वक उठाएको थिएँ। तपाईहरुलाई म स्मरण गराउँछु, गत वर्षको छलफलको क्रममा उठाएका विषयहरू 6वटा कुरा मैले गम्भीरतापूर्वक उठाएको थिएँ। विनियोजन कुशलता र पुँजीगत खर्च क्षमताको अभिवृद्धि हाम्रो चाहिँ यो एउटा महत्त्वपूर्ण लक्ष्य हो है। किनभने यो कुरा गर्न सक्यौँ भने आजै हामीले चाहिँ राजस्व कति चाहिँ बढाउन सक्छौँ भन्ने कुरा हामी धेरै चमत्कारिक रूपमा अगाडि बढ्न सक्ने अवस्था छैन। अर्को समष्टिगत आर्थिक आधारहरूको सबलीकरण हुने गरी हाम्रो बजेट केन्द्रित हुनुपर्छ भन्ने हो। हाम्रो प्राथमिकता त्यहाँ निर्धारण हुनुपर्छ भन्ने हो हैन। अब शब्दमा यति धेरै ठुलो हाइलाइट गरिदिएका छौँ, हामीले भन्न चाहिँ बेसरी गर्छौँ जस्तो भनिदिएका छौँ, तर पछि अङ्कमा आउने बेला सानो अङ्कमा आएपछि हामीले निर्धारण गरेको लक्ष्य, हामीले निर्धारण गरेको प्राथमिकता बजेटले चाहिँ त्यसलाई चाहिँ सम्बोधन गर्न सक्छ कि सक्दैन भन्ने कुरा, अथवा चाहिँ भोलि आउने त्यो विनियोजन विधेयकले चाहिँ त्यो कुरा चाहिँ सम्बोधन गर्न सक्छ कि सक्दैन भन्ने कुरा हो। त्यस्तै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई विशेष प्राथमिकता राख्ने कुरा, अब सबै कुरा चाहिँ सबै विशेष प्राथमिकता चाहिँ राख्न सम्भव छैन हैन। पूर्वाधारमा पनि पूर्वाधारको पनि कुन पूर्वाधार हो त्यो कुरा हामीले हेर्नुपर्छ। गुणस्तरीय पूर्वाधारको लक्ष्यमा हामीले चाहिँ त्यो एउटा हुन्छ। त्यसै गरी व्यावसायिक श्रमशक्ति निर्माण तथा उत्पादन र उत्पादकत्व अभिवृद्धि चाहिँ यसमा एउटा मुख्य चाहिँ हुनुपर्छ भन्ने कुरा हो। सुशासन र प्रभावकारी सार्वजनिक सेवा, यो आज यो पनि कमजोर भइरहेको छ। तपाईहरुले समीक्षा गर्नुस्, भोलिको चाहिँ के हो भन्दाखेरि हाम्रा सरकारका काम कारबाहीहरू, वार्षिक कार्यक्रमहरू हैन, बजेटहरू हैन कार्यान्वयन गर्दाखेरि यो कुराको एउटा निकै ठुलो प्रभाव परिरहेको छ। अब सँगसँगै मैले अर्को एउटा कुरा पनि के राख्न चाहन्छु भन्दाखेरि, हुन त यो सङ्घीय सरकारले पनि
यो सिद्धान्त र के अरे प्राथमिकताहरू पेश गरिसकेको छ। अब यसो हेर्दाखेरि त्यताबाट पनि धेरै चाहिँ होइन नयाँ आशा चाहिँ केही पनि देखिँदैन। किनभने आजको दुनियाँमा आजको चाहिँ के हो भने संसारको एउटा त्यस्तो एउटा ट्रेन्ड भइसक्यो कि हामीले होइन जुन देशले डिजिटल इकोनोमीलाई चिन्यो त्यो देशले चाहिँ राम्रो प्रगति गरेको छ। अब हामीले चाहिँ डिजिटल इकोनोमी भने चाहिँ होइन ट्रान्जेक्सनलाई मात्र चाहिँ हामीले ट्रान्जेक्सन सुविधा जसले दियो त्यहीलाई डिजिटल इकोनोमी जस्तो भनेका छौँ। ई सेवा, फोन पे, ई ब्याङ्किङ यस्तो यो होइन, यो त एउटा खालि माध्यम मात्रै हो। तपाईँलाई म स्मरण गराउँछु होइन, समय हुन त मैले अलिकति अतिरिक्त यही समयभित्र चाहिँ छुट्याउने कोसिस गर्छु। यो चाहिँ तपाईँले हेर्नुभयो सङ्घीय सरकारका प्रधानमन्त्री अथवा लगायतका मन्त्रीहरूले चाहिँ आफ्नो सम्पत्ति विवरण पेश गर्नुभयो। आजको दिनमा नेपालमा फेसबुकबाट हुने कमाई, टिकटकबाट हुने कमाईले कानुनी वैधता पाएको छ कि छैन? त्यसले खालि एउटा चाहिँ के भने पान नम्बर पेश गर भन्छ, तर आउँदा त्यो करको दायरामा छ कि छैन? त्यसलाई लिगल मान्ने कि नमान्ने? आज नेपालमा यस्ता धेरै चाहिँ जो छन् होइन आइटी इन्डस्ट्रीहरू छन् होइन। अब यो मैले प्रदेश सरकारको चाहिँ क्षमताभित्र छ कि छैन भन्ने कुरा होइन। यस्ता धेरै आइटी इन्डस्ट्रीहरू छन् कि जहाँ चाहिँ जसले आफ्नो सफ्टवेयर बाहिर धेरै सफ्टवेयर निर्यात गरिरहेका छन्। झन्डै वार्षिक रूपमा हेऱ्यो भनेपछि उनीहरूले होइन 1 खर्बभन्दा बढी चाहिँ उनीहरूले सफ्टवेयरहरू निर्यात गरिरहेका छन्। त्यो कुरा चाहिँ कसरी चाहिँ हामीले चाहिँ गर्ने भन्ने कुरा सङ्घीय सरकारको पनि नीति देखेन। त्यो अनुसारको चाहिँ प्रदेश सरकारमा पनि आउने कुरा हुन्छ होइन। एउटा कुनै इन्डस्ट्रीले चाहिँ एउटा नयाँ एप्स बनाएर मैले चाहिँ होइन सबै व्यवसायिकलाई चाहिँ जोड्छु होइन भन्यो भनेपछि त्यसले हाम्रो कृषिमा चाहिँ एउटा ठुलो राम्रो प्रगति हुन्छ। तर हाम्रो चाहिँ त्यस्तो छैन कि डिजिटल इकोनोमीमा हाम्रो कुनै छैन जसले डिजिटल इकोनोमी समाउन सकेन। त्यस कारणले म अन्तिममा के भन्छु भन्दाखेरि माननीय सभामुख महोदय, हामीले हाम्रो बजेटमा मूलभूत रूपमा पुँजीगत खर्च क्षमतालाई अभिवृद्धि गर्ने गरी हाम्रो प्रमुख लक्ष्य चाहिँ बनाऊँ। त्यो कुरा गर्न सकिएन भनेपछि आजको जुन परिणाम छ त्यो परिणामले हामीले जति छलफल गरे पनि हामी धेरै अगाडि बढ्ने अवस्था हुँदैन। त्यस कारणले गर्दाखेरि यो कुरा सहित मैले अन्तिममा के राखौँ भन्दाखेरि तपाईँहरू आजसम्म कोही कतै सरकारले बोलेको छैन। मैले यहाँ भन्नै पर्छ कि तपाईँहरूको प्राथमिकतामा यो व्यवस्थापिका भन्ने कुरा एउटा छुट्टै विषय हो। व्यवस्थापिकाको होइन यसको चाहिँ के हो भन्दाखेरि व्यावसायिकता, यसको चाहिँ होइन यसको आफ्नो चाहिँ होइन क्षेत्राधिकारलाई अब्बल बनाउनको निम्ति तपाईँहरूले यो गर्छु भनेर सरकारले कहिले बोल्नुभएको छैन। पूर्वाधारको अवस्था त्यस्तै छ। त्यस कारणले गर्दाखेरि म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु र आगामी बजेट अथवा आगामी विनियोजन विधेयकमा चाहिँ 83 का चाहिँ सिद्धान्त र प्राथमिकता अन्तर्गत यी सुझावहरूलाई चाहिँ कसरी मनन गर्नुहुन्छ, मैले पनि तपाईँहरूलाई चाहिँ होइन यो कुराको बारेमा चाहिँ एउटा रचनात्मक ढङ्गले आफ्नो कुरा राखेँ। यति कुरा राख्दै आफ्नो भनाइ टुङ्ग्याउँछु। धन्यवाद।